एउटा म्यामले कमेन्टमा के भन्नुभएको छ भने पुरुषहरू चाहिँ 10 वटासँग सुत्न हुने, महिला चाहिँ यसो छोराछोरी छोरा मान्छेसँग बोल्न नहुने भनेर भन्नुभएको छ। सबभन्दा पहिला कुरो त महिला र पुरुष तपाईले बुझ्नु भएको छ कि छैन त्यो बुझ्नु पहिला। पुरुष भनेको महिलासँग सुतेर मात्रै हुँदैन, सुतेर पनि उठ्नुपर्छ अनि मात्रै काम खतम हुन्छ। महिला भनेको सुत्दै हुन्छ, झाडीमा, बुटानमा, हरियाली जंगलमा, कोदाबारीमा, तोरीबारीमा, जहाँ पनि सुत्दै मात्रै हुन्छ। ठुल्ठुलो बिल्डिङहरुमा हैन, डन्लपहरुमा मात्रै सुत्ने मात्रै काम हो। त्यो सुत्ने बित्तिकै लेडिज जस्तो सुत्ने बित्तिकै काम केही पनि हुँदैन केटाहरुको। त्यही भएकोले पुरुष र महिलामा फरक छ के। तपाईले आफ्नो पुरुषलाई आफू सुतेकै बेलामा उठ्नै नसक्ने गरी बनाइदिनु न त्यसलाई। अब कहाँ हुन्छ, सुतेर मात्रै हुन्छ त्यो, केही हुनेवाला छ? सुतेर मात्रै हुने भनेको त महिला मान्छेको मात्रै हो, जता पनि फात्राका लड्दै मात्रै हुन्छ। त्यही भएकोले केटाहरूले केटीहरूलाई नबोल, तिमी अरूसँग नजाऊ भन्ने हो। किनभने सुत्दै मात्रै हुने भएकोले। सुतेर नै उठ्ने हुने भएको भए त्यो केही भन्दैन थियो हामीहरूले। तपाईहरु त छुयो कि कुयो हो के। महिलाहरू भनेको छुयो कि कुयो हो के। पुरुष छोएर केही हुँदैन के। त्यसको सामानले काम गर्नुपर्छ। यति बुझ्नु भयो भने तपाईले आफ्नो श्रीमानलाई नि रेस्पेक्ट गर्नुहुन्छ, नभए तपाईले आफ्नो श्रीमानलाई रेस्पेक्ट गर्नुहुन्न। बढी जस्तो आफ्नो श्रीमानलाई रेस्पेक्ट नगर्ने केटीहरू अथवा महिलाहरू त्यही टाइपको हुन्छ भनौं न। त्यही क्याटेगोरीमा गएको हुन्छ र उनलाई रिस मात्रै उठा हुन्छ। दुनिया पुरुषहरुको सँग तुलना गरेर हुन्छ र आफ्नो बुढासँग उनीहरु रिसाइरहेको कन्डिसनहरु छ हैन। तर अब तपाईले आफ्नो बानी सुधार्नुस् पहिला, अनि त्यहाँबाट पुरुषलाई भन्नुस्। त्यसै भने हैन महिलाहरूलाई। महिला नहुने के हो, पुरुषहरू आगो हो। आगोमा महिला नहुने गयो राख्दिएपछि पग्लिन्छ। पग्लेपछि अब खतम। पग्लेपछि तप 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 चुन्छ, चुएपछि सुत्दिन्छ, सुत्दिएपछि मुद्दिन्छ अर्कोले। छ्या, त्यसरी मुती माग्ने नि हो। बेइज्जत गति छाडा। मुते पनि आफ्नै बुढाबुढी सुत्ने मुत्ने हो। दुनियाँको मुतको डम्पिङ गरेर हुन्छ। घिन लाग्दैन अलिकति? लाज शरम घिन छ्या, म त यस्तो मान्छेलाई छुँदैन छुन्न साला। बेइज्जत गति छाडा। मुते पनि आफ्नै बुढाबुढी सुत्ने मुत्ने हो। दुनियाँको मुतको डम्पिङ गरेर हुन्छ। घिन लाग्दैन अलिकति? लाज शरम घिन छ्या, म त यस्तो मान्छेलाई छुँदैन छुन्न साला।